बहिनी एपीएफ सशस्त्र बल प्रहरीको स्लिप हेर मतपत्रभित्र बोरामा ल अझै अर्को बसमा पनि छ कि आहा हेर्दा कति हो हेर पछाडि हेर आर्मीलाई हेर त्यहाँ साथीहरू मतपेटिका लगेसँगै मान्छेको भिड चाप यति धेरै छ। यो मतपेटिका वहाँ रङ्गशालामा छ अरे निर्वाचनको कार्यालय। अनि हामी पनि जाँदैछौँ यसरी सबैजना एकदम रमाइलो देखिएको छ। अब 1-2 दिनसम्म तलतिर तल्लो देवीनगर रङ्गशालामा रमाइलै हुन्छ। मतगणना गर्नेका कामहरू अबबाट सुरु हुन्छन् साँझ। र हामी पनि रङ्गशाला अब भोट हेर्न जाँदैछौँ। कस्तो छ माहौल डेन्जर भयो त हामी फर्किहाल्छौँ सायद। साथीहरू अब हामी रङ्गशाला ठ्याक्क आउने त्यो गल्लीमा छिरिसकेका छौँ। रङ्गशाला नजिकै आइसकेका छौँ है। यहाँ चाहिँ यति धेरै भिड छ यहाँ पनि किनकि अब बनाएको होइन त फेरि ए र साथीहरू यहाँ फेरि अब झराल्ने बेलामा झन् ऊ हुने होला। हुन त भित्रै घर झराल्ने होला नि लैसकेछन् भित्र। बुढाको गयो होइन रोके कागजलाई नि यति उस गर्न पर्ने कागजलाई अरे देशको कुरा छ बहिनी देशको कागज भन्छ स्याहार होइन देशको कुरा पनि छ नीति नियम र हामी चाहिँ अब पछाडि यो मतगणना हुने ठाउँमा छौँ र अब हामी घर जाँदैछौँ है।